The guy is cycling. ढिलो उठ्यो होइन, चाडपर्व लागिसक्यो। अराउन्ड 6 बजीतिर उठ्यो होला, 6:30तिर हो कि 6। यो चाहिँ झिलको पछाडिपट्टि है गाइस, बहुत यस्तो छ रमाइलो छ। साइक्लिङ गर्नु न एकदम पर्फेक्ट ठाउँ छ, जहिले पनि 24/7। टाढो महिना पानी पर्दा स्विमिङ डोल जान्छ। अलिकति मान्छे डराउने ठाउँ छ क्या, गाडी डराउने त्यतातिर पुग्छ। म त्यता होइन, यताबाट कटा डाँडा 7 गाडी देख्छ, एक किसिममा घर देख्छ, त्यो देखाइदिन्छ। अनि देन कता जान्छ भने म चाहिँ त्यताबाट यसो रिभर क्रसिङ गरेर भाने चापागाई हाम्रो काकाको भाने होइन, अर्को चापेबाट के बोल नाम, भाने चापागाई होइन, सरी, उसको दाइ चापागाई नै हो। उसको घरतिरबाट सट्टै निस्केर चाम्लिङ गाउँ त अलिक अगाडिबाट म घरतिर लाग्छु है। चाहिँ गाइस अब मतिर फर्कौँ भने अलिक अवस्था गाह्रो छैन, त्यही भएर नि यस्तै छ है मोटामोटी। ल गाइस, कस्तो राम्रो दृश्य देखिरहेको छ। हेर्नु त नेचुरल हावाको आवाज। झिल ऊ त्यहाँ हो क्या, ऊ त्यो छैन, ऊ त्यो मेरो हातदेखि उता त्यहाँभित्र झिल हो। काम मस्त लागिरहेको छ। 7 बजिसक्यो होला, 7 घरै हुन्छ यिनीहरूलाई चाहिँ। यहाँ 6 घर छ, अनि एक घर चाहिँ उताको छ, उति एकीहरूको घर हो। हो त्यो चाहिँ मूल घर, बुटन चोक त्यहाँ छ। मेरो घर चाहिँ यहाँबाट अलि देख्दैन। ल साइक्लिङमा आइगएछ। साइक्लिङ गर्दै आएको म। Hello guys, this is me, your own